त्यसपछि उहाँहरू दुईजना सँगै नै मिलेर त्यो केकलाई चाहिँ काट्नुहुनेछ र एकले अर्कालाई खुवाइदिनुहुनेछ। यतिखेर हामी उहाँलाई ताली बजाएर हामी सेलिब्रेटी बजाइदिन्छौँ। आलु बाल्नु न सलाइमा दुइटै सँगै ल पल्ले बाल्नु लागेन सँगै उहाँहरू दुईजनाले मिलेर केकलाई काट्नुहुनेछ यो समयमा। चक्कुले निकाल्नु न। म आग्रह गर्छु। र यो समय म विशेष गरिकन केही शब्दहरू राखिदिनुको निम्ति आजको दुलहाको बाबा हुनुहुन्छ अर्घबहादुर अङ्कल, म उहाँलाई आग्रह गर्छु अगाडि आएर यो समय दिइदिनुको निम्ति। उहाँले छोटो समय हाम्रो माझमा दिइदिनुहुनेछ। भिडियो के म यहाँ छिटो आउँछु हात दुई चोटि म बसी बसी काम म एउटा सिर्फ एउटा परमेश्वरको वचनबाट चाहिँ बाइबलको खण्ड पढ्छु अनि यहाँहरूलाई म धन्यवाद दिन चाहन्छु। यहाँ चाहिँ लेखिएको छ हितोपदेश 18:22 पत्नी पाउनेले असल कुरा पाउनेछ र त्यसले परमप्रभुबाट निगाह प्राप्त गर्नेछ। आमेन। त्यसकारण आज म सबैभन्दा पहिले परमेश्वरलाई धेरै धेरै धन्यवाद दिन्छु। अनि त्यसपछि सबै मण्डली परिवारहरूलाई मेरो तर्फबाट न्यानो अभिवादन दिएपछि अनि हाम्रो आमन्त्रित पाहुनाहरूलाई मेरो नमस्कार। र यो आज सबैभन्दा पहिलो कुरा दुला दुलै बिच उनीहरूको राजी खुसी भएको कारणले गर्दा सबैभन्दा असल त्यो हो। त्यसपछि माइती पक्ष दुलै पक्ष या दुला पक्षबाट चाहिँ अस्ति हामीले मोटामोटी राजी खुसीको वार्ता गऱ्यौँ। त्यसपछि हिजो अनि हाम्रो आदरणीय पास्टर जसबाट चाहिँ मगनीको कार्यक्रम हिजो गऱ्यौँ र अनि आज चाहिँ फेरि हाम्रो विधि अनुसार पवित्र विवाहको चाहिँ कार्य अनि हाम्रो जेम्स सरबाट चाहिँ पवित्र विवाहको कार्य गरिदिनु हो। उहाँ सरहरूलाई धेरै धेरै
धन्यवाद दिन चाहन्छु र यो कार्यक्रमलाई सफल गर्न हरेक पल पलमा सहयोग गर्ने भने हाम्रो प्रेम भाइलाई पनि धेरै धेरै मुरी धन्यवाद दिन्छु किनभने उहाँले अति नै सहायता गर्नुभयो र यो मण्डली हलसम्म उहाँहरूको तर्फबाट उपलब्ध गराइदिनु भएको लागि यो मण्डली परिवार सबैलाई म धन्यवाद दिन चाहन्छु र साथै आज यो पवित्र विवाहको एउटा उत्सवको लागि हामीले आमन्त्रित गर्नुभएका पाहुनाहरू पनि यो पवित्र कार्यलाई स्वीकारेर दुःख गरेर यहाँ आइदिनु भएको लागि उहाँहरूलाई पनि हाम्रो आदरणीय पाहुना हाम्रो धेरै हाम्रो दिदीबहिनी दाजुभाइहरू हाम्रो ज्वाइँचेलाहरू सबै हुनुहुन्छ उहाँहरूलाई धेरै धन्यवाद छ र अरू अन्य पाहुनाहरूलाई पनि धेरै धन्यवाद छ र हाम्रो माइतीको पक्षको हाम्रो आदरणीय ठाउँमा आइदिनु भएर आज दुलाको लागि चाहिँ यो कार्यक्रम सुरु गरिदिनु भयो धेरै टाढादेखि आएर अनि हाम्रो दुलै पक्षको परिवार उहाँहरूको सबै परिवारलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु र साथै यो मण्डली परिवार लगायत सबै अनि आजको यो कार्यक्रममा हामी हाम्रो खानपिनको लागि पनि हाम्रो सहयोग गर्नुहुने हाम्रो आदरणीय मित्रहरूलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु र प्रत्यक्ष अप्रत्यक्ष रूपमा यहाँ सबै आइदिनु भएको लागि सबैलाई धन्यवाद छ र दुला पक्षबाट पनि टाढादेखि आइदिएर यता सिन्धुली 32 मण्डलीबाट पनि आइदिनु भएको छ एउटालाई स्वीकारेर उहाँहरूलाई पनि अन्त्यमा उहाँहरूलाई पनि धन्यवाद दिँदै र आजको यो कार्यक्रम चाहिँ यहीँ सिद्धिन्छ र यहाँ हामीले एउटा सानो जो कार्यक्रमलाई सफल गर्न हरेक पल पलमा साथ रहनुभएको भाइको लागि र हाम्रो विवादिनी हाम्रो पास्टर रेभरेन्ड जेम्स सरको लागि चाहिँ यो एउटा सानो प्रेमको चिन्ह स्वरूप हामी दिँदैछौँ यो चाहिँ हजुरले आएर स्वीकार दिनुहुनेछ भने म प्रेम भाइ यो कार्यक्रमलाई सफल गर्न धेरै दौडधुप गरेर सहयोग गरिदिनु भएको लागि उहाँलाई पनि एउटा सानो यो प्रेमको चिन्ह चाहिँ उहाँहरूलाई टक्राउँदैछु यो पनि आएर स्वीकार लिइदिनुहुन्छ हुन्छ सबलाई जयवती नमस्कार हुन्छ यो विवाह वैवाहिक कार्यक्रमको निम्ति हाम्रो दुलहा पक्षबाट हाम्रो अङ्कलले सबैजनालाई धन्यवाद दिइसक्नु भएको छ र मण्डली परिवारको तर्फबाट पनि यहाँहरू सबैजनालाई म धन्यवाद भन्न चाहन्छु यहाँहरूले अत्यन्त बहुमूल्य समय दिनुभयो र यो पवित्र विवाहलाई आशीर्वाद पार्नको निम्ति सहायता गर्नुहुने सबैलाई हामी धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ र अब हामी अन्तिम आशिषको प्रार्थना गरेर यहाँबाट छुट्नेछौँ र आशिषको प्रार्थना गरिदिनुहुनेको निम्ति म पास्टर डेभिड भट्टराईज्यूलाई आग्रह गर्छु उहाँले अगाडि आएर आशिषको प्रार्थना गरिदिनुहुनेछ आशिषको प्रार्थना गर्दाखेरि हामी सबैजना आफ्नो स्थानबाट उठ्नेछौँ र त्यसपछि चाहिँ आशिषको प्रार्थना सकिने बित्तिकै हामी अहिले यहाँ दुईपट्टि बसेका छौँ त्यस पछाडि हामी एउटै लाइनमा मिलेर हामी यताबाट आउनेछौँ र त्यस पछाडि हामी दुलै र दुलहालाई भेट्नेछौँ उहाँहरूलाई बधाई दिनेछौँ यदि उहाँहरूको निम्ति हामीले कुनै उपहार वा सौगातको चिन्हहरू ल्याएका छौँ भनेदेखि हामी उहाँहरूलाई हस्तान्तरण गर्नेछौँ र यो पछाडि हामी बाहिर निस्केर गएर यहाँभन्दा माथि खानाको व्यवस्था गरिएको छ यो विवाहको निम्ति परिवारहरूले प्रेम भोजको आयोजना गर्नुभएको छ र यहाँ सबैजना त्यसमा बसेर सहभागी भएर गइदिनु होला र यो समयमा दिन चाहन्छु उहाँले आएर प्रार्थना गर्नुहुनेछ हामी सबैजना आफ्नो स्थानबाट मात्र पछाडि धेरै धन्यवाद
सानो सूचना यहाँलाई दुलहा पक्षले दुलही पक्षको निम्ति केही उपहारहरू ल्याउनु भएको छ अरे भन्ने हामीलाई जानकारीमा आएको छ र यो पछि जब उहाँहरूले दुलहीलाई लिएर जानुहुनेछ यो ठाउँबाट उहाँहरूले ल्याएको उपहारहरू चिनोहरू र गहनाहरू जे छ उहाँहरूले हस्तान्तरण गर्नुहुन्छ र सो कुराहरू स्वीकार गरेर सो पहिरेर यहाँबाट